हेलो गाइज वेलकम ब्याक टु मेरो भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि ठिकठाक छु। अनि आज फेरि हामी हिँडिसकेका छौँ हारे काफल टिप्नको लागि है साथीहरू। आज हामी हिँडेका छौँ फेरि पनि हारे काफल टिप्न र यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। अनि आज हामी तिनवटा हिँडेका छौँ है। एउटा कृष्ण छ, कृष्ण यता हेर्दै, कृष्ण यता हेर्दै ल, वास यता हेर्दै ल। हामी तिनवटा हिँडेका छौँ यता ट्याक्क। हाम्रो घरहरू गाउँहरू यस्तो छ। अनि हामी चाहिँ अहिले बाटामा छौँ साथीहरू। एउटा झोला छ, कृष्णले आँसिदियो एउटा। आज यो झोला भरिने तरिकाले हामी हिँडेको है साथीहरू। कहाँले छन् अरे यिनीहरूले चाहिँ भन्दै थिए अहिले लगभग कति बज्यो भन्दाखेरि 3:10 भइसक्यो साथीहरू। दिउँसोको 3:10। सातेपसल फाँट हेर्नुहोस्, एकदम बबाल छ सातेपसल फाँट नि। यो चाहिँ हाम्रो एकदम काफ्लेको कालिकाको मन्दिर हो साथीहरू। एकदम गरिदिनु पर्छ टक्क होइन। ल साथीहरू, अब चाहिँ हाम्रो यहाँ जङ्गलको यात्रा सुरु हुन्छ। एकदम हामी जङ्गलमा प्रस्थान गरिसकेका छौँ एकदम बबाल्दै तरिकाले। भिडियोमा नयाँ हुन्छ भने लाइक सब्सक्राइब गर्नु होला, कमेन्ट गरिदिनु नबिर्सिनु होला। त्यही नै हो ल साथीहरू। चाहिँ हामी जङ्गलमा प्रस्थान गरिसकेका छौँ। यस्तो जङ्गल छ, सालका बुट्टाहरू छन्। त्यही नै होला साथीहरू। साथीहरू अहिले हामी जङ्गलमा छौँ। एकदम सालको बुट्टा खानीहरू यस्तो सालको खानी यत्र सालका बुट्टा खान। कृष्ण अघि छ, यता आशिष छ, म यहाँ छु। त्यही नै हो। त्यही नै हो साथीहरू। अब हामी सिधै अब उता बुट्टा भस्टिम गएर भेटौँला है त ल साथीहरू। ल साथीहरू, अहिले चाहिँ हामी चाहिँ एकदम वनमा आइसकेको छौँ। यहाँ चाहिँ एकदम थान छ एउटा, घोगरम थानलाई। त्यहाँ लालीगुँरास त्यता पाइने, यहाँ त्यहाँ लालीगुँरास हो। अनि खोइ यहाँ रहेछ साथीहरू एउटा लालीगुँरासी, ल्याइदिन्छु तपाईँलाई। साथीहरू यहाँ एउटा लालीगुँरास रहेछ, देख्न सक्नुहुन्छ। छोड्दै यता बना पानी आउला जस्तो छ, छोड्दै एउटा मात्र रहेछ लालीगुँरास। ल देखा त, म टिपेर आउँछु है यहाँको मात्रै। ल जात न चाँड जा साथीहरू। लालीगुँरास टिप्ने हुन्छ अरे हेर्नु। एउटा खोइ त्यो सुकेको रहेछ। यहाँ बुट्टा चढ्ने खालि साथीहरू लालीगुँरासका एउटा चाहिँ फल्यो रहेछ। ओ यो के फल हो यस्तो, खोल्सो रहेछ। यो के फल रहेछ कि साथीहरू यहाँ हेर्नु। हेड यो चाहिँ हेड यो गेडा भएको। ओ त नजान आइज माथि आइज त, किन झर्ने त आइज यता ऊ तेल टिपेर आउँछ साथीहरू। तेल टिप्दैछ यो, किन पनि यहाँ झरेछ। यता आइज माथि आइज। ल साथीहरू यही नै हो। हामी जङ्गलमा छौँ अहिले चाहिँ, एकदम अहिले हामी जङ्गलमा छौँ। ल तेल टिपेर ल्याइसक्यौ,
ल यो आइसक्यो हामी हारे खाल्दिउँ जाने माथि हो साथीहरू हामी घरबाट आइसकेका छौँ ए यस्तो ओइलाएको रहेछ साथीहरू लाली गुराँस पनि हातले लाली गुराँसले ल साथीहरू यहाँ देख्न सक्नुहुन्छ लाली गुराँस यस्तो छ हामी लाली गुराँस सोको लागि टिप्दैनौँ साथीहरू खानाको लागि टिप्छौँ है नचलेन नथुकै कसैले नथुकै हामी चाहिँ लाली गुराँस खाइदिन्छौँ साथीहरू तपाईँको त्यो के गर्छ थाहा छैन हामीलाई भन्नु होला हिँडेन अघि चाहिँ अरू साथीहरू हामी टुक्रेमा चाहिँ एउटा खान रहेछ नि टुप्पा अलिअलि रहेछन् आँप पनि फलिसक्यो साथीहरू यसमा हाम्रो उहाँ चाहिँ हेर्नु आँपका गेडा दुई तिनवटा आँपका गेडा पनि छन् यसमा आँप पनि टिप्न आउनुपर्छ साथीहरू थकाले आयो साथीहरू हेर्नु त मौसम अँधेरो छ यस्तो अँधेरो भयो नि कति फिट खोइ अब घरबाट कति आइयो हामी यसो अलिकति आइयो नि साथीहरू हामीले यस्तो नजर देखाउँथ्यो म तपाईँलाई यस्तो भोपाल नजर नि हाम्रो गाउँको टपमा आइसकेको छौँ टप चाहिँ उतो हो खास शीतलदेवी मन्दिरको यतापट्टिको टप चाहिँ यो साथीहरू देखाउँछु म तपाईँलाई हेर नजरा 1 2 3 वाउ हेर्नु साथीहरू कस्तो बवाल देख्यो है बवाल देख्यो है साथीहरू ऊ त आँधी खोला हो हामी स्कुल जाने उतो बाटो हो यिनीहरू यहाँ छ नि ल साथीहरू यो हाम्रो यहाँ चाहिँ सल्लाहको बुटो छ है ल साथीहरू यतातिर धेरै बाघ लाउँछन् ओ यहाँ रहेछ नि हाडेका फल त यतापट्टि यहाँ हाडेखलको बुटो तर्ने खान्छ साथीहरू त्यसको लागि नो टेन्सन हिँड्ने हामी जाने यहाँ पानी पर्ला लाउला जस्तो भइसक्यो साथीहरू अब यहाँ भुल्ने आइन्छ साथीहरू हामीले यी साथीहरू बेलाउटीको बुटो नि आइछ बेलाउटी आँप हाडेका फल सब यहाँ हाम्रा जे खोज्यो त्यही पाइन्छ साथीहरू जे भन्नु त्यही धन्दा लडीको साथी हामी चाहिँ यता माथि गाउँतिरको पुरानो घरमा आइसकेका छौँ ल यस्तो फोहोर भयो साथीहरू हेर्नुहोस् ल रोक साथीहरू आउने बित्तिकै काफल पाइयो राता इस लागि एउटा खा अहिले त तल बस्छु म टिप्छु ओइ आल्चाको बुट हो यो आरू साथीहरू ओए साथीहरू आल्चा रहेछ यो चाहिँ त नि आल्चाको बुट क्या नि होइन त्यही फाँडे भएर खतै फल्थ्यो होला नि है यस्तो उसले काँडा ल्याएर ल साथीहरू म चाहिँ अब बुटा जान्छु साथीहरू अहिले चाहिँ म चाहिँ एकदम बुटोमा आइसकेको छु ऊ त्यता त बवाल रहेछ त बुटोमा छु है इस राता काफल पनि एकदम बवाल यतापट्टि झन् बवाल छन्
साथी यहाँ धडाप तरिकाले बसियो है यसरी लोटियो भने झ्याउ हुन्छ फेरि म माथि देखाइदिन्छु तपाईँलाई यस्ता राता राता खाने रोक्नु है यहाँ त खासै देखिँदैन राता राता खानु पुरै उतातिर चाहिँ कृष्ण चाहिँ यहाँ तल हो म यति माथि छु आशिष उता टक्क मैले चाहिँ यस्तो टिप्ने फेरि झोलामा हाल्ने टिपेर झोलामा हाल्ने यो साथीहरू ल साथीहरू अहिले चाहिँ हामी हिँडिसकेको छौँ र साथीहरू अहिले चाहिँ हामी टिपेर होइन उता माथा पनि झोला चाहिँ मैले उता हाँगा थिएँ अहिले यो हाँगा प्लास्टिक देखा प्लास्टिक यहीँ साथीहरू हेर्नु त पुरै आइसक्यो यहाँ है चारैतिर घेरिसक्यो पानी आइसक्यो टिपिरहेको थियौँ हामी भएर पनि भोलि लगाइसक्यो हाँगा टिपिहाल्यो अरे मैले चाहिँ यिनीहरू चाहिँ गेडा टिपिहालेँ साथीहरू पानी आइसक्यो पानी आइसक्यो साथीहरू पुरै पानी आइसक्यो आँपहरू आँप पनि हामी यहाँ टिप्न आउँछौँ त्यसको लागि पानी नदीतिर झटेर गुलिया मिठा मिठा खान्छ काफल टक्क अब घर लगाएर अनि फेरि आज पानीले भेटाएर नाङ्लोमा हाल्दा केलाएर बल्ल हुन्छ अहिले खाने लाइकको चाहिँ होइन उतापट्टि चाहिँ बबालसँग साथीहरू टिप्न सक्दैन रहेछ साथीहरू अहिले लालीगुडा बबालमा आइसक्यो झुडो हुन्छ कि हाँगो फेरि यो अहिले जानुको यता माथि मल मात्र ठुलो देख्थ्यो होला क्यामेरामा साथीहरू यो चाहिँ यो बुटो चाहिँ यही हाँगो पातलो जान सकिन्न यता माथि मनमा यता भ्याइसक्यो टिपेर मैले छिटो पानी आइसक्यो तिमीलाई त्यति बनाएको मैले यति साथीहरू अब चाहिँ हामी तलैबाट भेट्छौँ ल माथि परे जस्तो साथीहरू यहाँ बुटोमा धेरै बनाउन सकिन्छ आइसक्यो नि ल पानी पर्छ साथीहरू ल बाटामा केही भइहाल्यो म बनाइहाल्छु अन्त अब घरै गएर भेट्यौँ है त अब भलक पनि इन हाल्ने बेला हुँदैछ तपाईँ हालेको फेटिपछि म इन हालिदिइहाल्छु अनि भलक त्यहाँ अब के गर्नु ल साथीहरू अब चाहिँ घरै गएर भेट्यौँ ल त्यही नै हो यसमा फल्यो न यसमा चाहिँ साथै टन्नै यहाँ फेरि यता रिने तारे आँप टन्ने हो यसमा नि यो चाहिँ घरको हो यो फेरि हामीले टिप्ने होइन यो पनि यो बुटा चाल कता टिप्लियो ल साथीहरू अब घरै गएर भेट्यौँ ल है त ल साथीहरू अब घरै जाने अनि भेट्यौँ साथीहरू अहिले हामी घर आएर यहाँ खनाउँथ्यौँ टक्क देख्न सक्नुहुन्छ एकदम घर आएर यो झोलाको चाहिँ त्यो अझै होला हेर त गेडा होला यहाँ छ नि त गेडा होला त लाइन क्या भ्याइदिन्छ सोध्रे भयो भ्याएकै भ्याइ उल्टे बोकेर हिँड्ने रहेछ झोला नि उल्टे बोकेर हिँड्ने ल के ल अब ल भिडियो बनाएर मकेर त्यहाँ हात साथीहरू काफल चाहिँ थोरै होइन अझै टिपिँदा चाहिँ पानी आइहाल्यो नि किन्छ ल साथीहरू अहिले चाहिँ हामी केलाएर त भ्याइसक्यौँ होइन काफल चाहिँ कति आयो भन्ने काफल चाहिँ खै यति आइसकेको छ काफल चाहिँ है ल यहाँ छ नि यत्रो छोड्यो टिप्न नि ल साथीहरू आजको लागि यति नै भन्दै अब फेरि अर्को भिडियोमा हामी भेटिहाल्ने बेला छौँ आजको लागि यति नै ल बाई बाई